गाइज वेलकम टु माई मोटो ब्लग। आज टाइम कति भयो? 5:55। दिनभरि काम थिएन, भिडियो बनाउन सुतिरहेको थियो कि अहिले बल्ल काम बढ्यो मेरो। भुस आइसक्यो, अब काम बढ्छ, बोकेर कोठमा फाल्नु छ मेरो आजको काम। मिठो चिया खायो भने अघि दिनभरि पल्टेको सुतेको थियो भने आज काम पनि केही थिएन। अनि जब भुस आयो तब मेरो काम बढ्छ, काम भुस गोठमा हाल्नु छ। अब मिठो चिया खाएर टक्क लाएर टक्क चिया खाएर टक्क चिया पनि पाक्दैछ, टक्क चिया खाएर अनि आफ्नो काममा हुन्छ होला मेरो आज काम। भुसको नि काम चल्छ डल्लपले भुस फालेर गइसक्यो। अब हाम्रो भित्र राख्ने काम गरे हाम्रो डल्लपले भुस पुगाएर गइसक्यो भने अब हाम्रो ऊ त पल्लो घरमा भुस राख्ने काम हुन्छ। अब एकछिनमा चिया खाएर काम चल्छ। ल गयो भुस पुगाएर। भुस भर्न हो कि नि कति बजी आएँ? 6:17 आइसक्यो। अब कति बजीसम्म यो काम सिद्धिन्छ थाहा छैन, तर अब म आइसक्यो भर्न, भुस भर्न। घरभित्र पुरा भुस भर्नु छ कि पुरा भुसी भुस ब्याक क्यामेरा चाहिँ यो पुरा भुसको गोदाम हो। यो पुरा भुस हो कि नि भैँसीको प्योर दाना। यसरी नै बोट पुरा भरेर राख्नु छ। गोठ भनेको यति लामो छ। यो पुरा भर्नु छ। त्यसरी नै मेरो अब काम चालु भइसक्यो। अब पछि हामी मिल्ने छौँ कता हो। ल फाइनल्ली भुस राखेर सिद्धियो है गोठभित्र छैन। अब कति बजी देखाउँछ? ल यति यो भुस भयो है। अब आजलाई यति नै। ठ्याक्क मेरो काम कति बजी सिद्धियो भन्दाखेरि 7:40 मेरो काम सिद्धिहाल्यो। यो सब हो। ल आजलाई मेरो मेन भनेको भुस पकाउने काम थियो। भुस बोकेर आजलाई यति नै। ल भोलि भेटौँला।